ठुलो भएपछि चाहिँ के हुने अरे? बिजनेसम्यान? के बिजनेस गर्छौ? एउटा त पिज्जा बेच्ने। पिज्जा बेच्ने? अनि रेस्टुरेन्ट? रेस्टुरेन्ट। अनि त्यो पिज्जा चाहिँ फ्रीमा दिने कि पैसामा? फ्रीमा। फ्रीमा चाहिँ कसलाई दिने अनि? तपाईँलाई र मलाई। मलाई र मम्मीलाई फ्रीमा दिने? सबैलाई। अनि के भन्छ भाइलाई चाहिँ? भाइलाई त म किनिदिन्छु। के किनिदिने? भाइको लागि चाहिँ के किनिदिने? टोय र एउटा सानो पिज्जा। एउटा टोयस र अनि सानो पिज्जा किनिदिने? अनि भनेपछि सुबुको लागि पनि दिने कि नदिने फ्रीमा? पिज्जा दिने विवेक काकालाई? अनि के भन्छ मामाहरूलाई, अजालाई सबलाई दिने फ्रीमा? अनि त्योभन्दा बाहेकलाई चाहिँ पैसा लिने? त्योभन्दा बाहेकलाई चाहिँ अरूहरूलाई चाहिँ? त्योभन्दा अरूलाई चाहिँ पैसा लिने? कति? पिज्जाको 100 बर्गरको 800। बर्गरको 800? अनि कफीको 80 रुपिस। कति रुपिस? 50? 80 रुपिस? कफीको चाहिँ 80? अरू के हुन्छ तिम्रो रेस्टुरेन्टमा? अरू के पाउँछौ? कपकेक राख्ने? कपकेकको 500 रुपिस। कपकेक त 50 रुपिस हौ। 50 रुपिस। अनि मोमो त राख्ने कि नराख्ने? मोमो चाउमिन 500। चाउमिन 600। टाकोस कति? टाकसको कति भन त सम्झेर? 200। 200 टाकसको? ल ठिक छ।